नमस्ते। नेपालको विकासको कुरा गर्दा साँचो प्रगतिलाई कसरी नाप्ने होला? आज हामी यही विषयमा गहिरिएर हेर्दैछौँ र हाम्रो चर्चाको शीर्षक हो नेपालको उत्थान, प्रगतिका स्तम्भहरूको सन्तुलन। ल अब यो प्रश्नमा अलिकति सोचौँ त। विकास भन्नाले हामी के बुझ्छौँ? के पत्रपत्रिकामा आउने आर्थिक वृद्धि दरको तथ्याङ्कले मात्रै देशको पूरा तस्बिर देखाउँछ वा कतै हामी केही महत्त्वपूर्ण कुराहरू छुटाइरहेका छौँ के? हो, कुरा यही हो। विकास भनेको एउटा अङ्क मात्रै होइन। यसलाई केवल आर्थिक तथ्याङ्कको साँगुरो घेरामा राखेर हेर्नु भनेको देशको वास्तविक अवस्थालाई नजरअन्दाज गर्नु जस्तै हो। समग्र चित्र बुझ्न फराकिलो दृष्टिकोण चाहिन्छ। हो, त्यही फराकिलो दृष्टिकोण हो बहुआयामिक विकास। यसले भन्छ कि देशको प्रगतिलाई चारवटा एक आपसमा झिल्लिएका खम्बाहरूबाट हेर्नुपर्छ: आर्थिक, सामाजिक, राजनीतिक र संस्थागत। आजको हाम्रो पूरा चर्चा यही चार खम्बामा केन्द्रित हुनेछ। ल सुरु गरौँ पहिलो र सायद सबैभन्दा आधारभूत खम्बाबाट, आर्थिक खम्बा। आखिर यही त हो अरू सबै संरचनाहरूलाई अड्याउने जग। अब नेपालको अर्थतन्त्रलाई हेरौँ है त। यहाँ एउटा रोचक परिवर्तन देखिन्छ। एकतिर धेरै नेपालीहरूको रोजीरोटी अझै पनि कृषि नै हो, तर अर्कोतिर देशको अर्थतन्त्रको ठूलो हिस्सा विदेशमा काम गर्ने नेपालीहरूले पठाएको पैसा अर्थात् रेमिटान्सले धालेको छ। र भविष्यको लागि चाहिँ जलविद्युत र पर्यटन जस्ता क्षेत्रहरूमा आशा टिकेको छ ताकि विकास दिगो होस्। पैसा र अर्थतन्त्रको कुरा त भयो, तर देश भनेको मान्छेहरूले बन्छ, समाजले बन्छ। त्यसो भए अब लागौँ सामाजिक खम्बातिर। यसले नै त हो देशको वास्तविक अनुहार र एकताको धागो बुन्ने काम गर्ने। यो एउटा अङ्क हेर्नुस् त, 125 भन्दा बढी। नेपालमा 125 भन्दा बढी जातजातिहरूको बसोबास छ। सोच्नुस् त कति धेरै विविधता। यही विविधता नै त हो नेपालको असली सम्पत्ति र चिनारी। अनि यस्तो विविधतापूर्ण समाजमा विकासको लक्ष्य के हुनुपर्छ त? पक्कै पनि सबैलाई सँगै लिएर हिँड्ने, पछाडि परेका समुदायलाई माथि उठाउने, सहर र गाउँबीचको खाडल पुर्ने र सबैभन्दा महत्त्वपूर्ण हरेक नागरिकले राम्रो शिक्षा र स्वास्थ्य सेवा पाउन् भन्ने सुनिश्चित गर्ने। अब कुरा गरौँ तेस्रो र चौथो खम्बाको, राजनीतिक र संस्थागत। यी दुईटालाई सँगै राखेर हेर्नु एकदमै जरुरी छ, किनभने राम्रो राजनीतिक निकायहरू कागजमा मात्रै सीमित हुन्छन् यदि त्यसलाई लागू गर्ने बलियो र भरपर्दो संस्थाहरू भएनन् भने। नेपालको राजनीतिक इतिहासमा हालसालै एउटा ठूलो मोड आयो। 2072 सालभन्दा पहिले देशको सबै शक्ति काठमाडौँमा मात्रै केन्द्रित थियो, तर 2072 मा नयाँ संविधान आयो र त्यसले देशलाई पुरै नयाँ बाटोमा डोर्यायो, सङ्घीयता। अब शक्ति 7वटा प्रदेश र 753वटा स्थानीय तहमा बाँडिएको छ। यो साँच्चै नै एउटा ऐतिहासिक परिवर्तन हो। तर हरेक ठूलो परिवर्तनसँगै चुनौतीहरू पनि आउँछन्, होइन त? एकातिर यो सङ्घीयताको लक्ष्य एकदमै राम्रो छ, सरकारलाई जनताको घर दैलोमा पुर्याउने ताकि काम छिटो होस् र सरकार बढी जवाबदेही बनोस्। तर अर्कोतिर ठूलो चुनौती के छ भने भर्खरै बनेका यी स्थानीय र प्रदेशका कार्यालयहरूलाई प्रभावकारी ढङ्गले काम गर्न चाहिने पैसा, जनशक्ति र अनुभव जुटाउनु। अब यी चारैवटा खम्बाहरू आर्थिक, सामाजिक, राजनीतिक र संस्थागत कसरी एक आपसमा जोडिएका छन् भनेर सजिलै बुझ्नको लागि आउनुहोस् एउटा सुन्दर कल्पना गरौँ। एउटा परम्परागत नेवारी प्यागोडाको कल्पना। यो प्यागोडाको हरेक भागले विकासको एउटा खम्बालाई जनाउँछ। हेर्नुस् त, यसको ढुङ्गाको बलियो जग भनेको देशको आर्थिक आधार हो। यसका भित्तामा कुदिएका कलात्मक बुट्टाहरू भनेका हाम्रो विविधतापूर्ण समाज हो, जसले देशलाई पहिचान दिन्छ। मन्दिरलाई सिधा अड्याउने त्यो केन्द्रीय मेरुदण्ड, त्यो हो राजनीतिक इच्छा शक्ति। अनि माथिका तह तह परेका छानाहरू जसले मन्दिरलाई घामपानीबाट जोगाउँछन्, ती हुन् हाम्रो संस्थागत कानुन र नियमहरू। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यदि यी मध्ये कुनै एउटा भाग, चाहे त्यो जग होस् वा छाना, कमजोर भयो भने के हुन्छ? हो, पुरै मन्दिर नै खतरामा पर्छ। देशको विकास पनि ठ्याक्कै यस्तै हो। त्यसैले निष्कर्ष के हो भने नेपालको उत्थानको साँचो भनेको समन्वय हो। आर्थिक, सामाजिक, राजनैतिक र संस्थागत यी चारवटै खम्बाहरू जब एकसाथ एक अर्कालाई बल दिँदै अघि बढ्छन्, तब मात्र देशले वास्तविक प्रगति हासिल गर्न सक्छ।
र यो कुराले हामीलाई एउटा गम्भीर प्रश्नको अगाडि उभ्याउँछ। कुनै पनि देशले विकासका यी चारवटै पाङ्ग्राहरूलाई अलग अलग होइन कि एकैसाथ सन्तुलित तरिकाले गुडाइरहेको छ भनेर कसरी सुनिश्चित गर्ने? सायद यो प्रश्नमाथि चिन्तन गर्नु नै साँचो विकासतर्फको पहिलो कदम हो।